यिनीहरूलाई होटलमा लगेर छोडिदिने नि के खाने मन गर्दा के खाएर यिनको पेट भरिँदो के खाएर मन अल्झिँदो के खान्छ केटाहरू ल भन सबै के खान्छ ल भन सबै कुकुरको गुडी खान्छस् र सबै भन्छस् चकलेट अनि पछि बरफ हजुरले जे दिनुहुन्छ त्यही खान्छु मैले त जे पनि दिन सक्छु मैले त तिमीलाई एउटा सुक्खा रोटी र भात पनि किनिदिन सक्छु होटलमा चिया होटलको भात त खान्न म के म खान्छु के खान्छौ होटलको भात म त बर्गर खान्छु बर्गर म त बर्गर र पिज्जा खान्छु तिमीले के खान्छौ भन त सिधा खुब खुनी जस्तो के म त हिजो खाएर एकदम फुलफिल छु म के महिनालाई मलाई के छैन बस एउटा कपडा चाहिन्छ के खाने उसलाई चिट्ठा उठा ल चिट्ठा उठाम ल बाबाले हिजो कति प्र्याङ गर्नुभयो नि मम्मी हामीसँग सबैमा केही पनि खाँदैन लेखेर प्र्याङ गर्ने के अब त्यो सिरियो भन्ने केटा चिट्टा उठाउनु गएको छ चिट्टा कत्रो हो फेरि रुक्नुहोस् बाबा के चिट्ठा हान्ने भन्नु त म लेखिदिन्छु एउटा केही पनि खाँदैन लेख एउटा चिया लेख एउटा समोसा लेख अहिले सस्तो सस्तो खानुपर्छ त्यो महँगो महँगो खाने हो एकछिन रुक्नु होटलको मध्ये दादा जाउनु त्यो हैन म गर्न लाग्छु के ल अब यहाँ छिटो बनाउनु लाग्छ एउटी बाङ्गीले यसको नाम बाङ्गी हो घरको बोलाउने नाम बाङ्गी हो के यो अहिले कति नम्बरमा आइलो भन्नुहोस् तपाईँले गेस गर्नुहोस् त सरको छोरी मैले अब भनेर यो छ नि अहिले चाहिँ तपाईँको 24 नम्बरमा आएको थिएँ अनि अनुहार ढाकेकी थिएँ र त्यहाँ खाने भने चिट्टा बनाउनु 1 नम्बर हो यो